कुलमान घिसिङलाई हटाएर एकदम नराम्रो काम गर्यो। म धेरै भन्न चाहँदैन, किनकि किन हटाएको त्यो सबै जनतालाई थाहा छ। किनभने देशद्रोही चोर फटाहरू ओली सरकार भनेको मुर्दाबाद हो, ओलीले काम गर्दैन। यिनीहरू भनेको स्वार्थी देश लुटेर देशद्रोहीहरू हुन् होइन। यिनीहरूले देशमा प्रगति, देशमा विकास, डेभलपमेन्ट स्योर पक्कै पनि गर्दैन। यो कुरा सबै थाहा भएको कुरा हो। त्यस कारणले गर्दाखेरि गाइज होइन, यसमा त्यति धेरै बोल्नु पनि जरुरी छैन। तर के त भन्दाखेरि अब हाम्रो नेपालका युवाहरू, नेपालका केटाहरू, नेपालका साथीहरू, नेपाली देशप्रेमीहरू चाहिँ अब के गर्नु पर्यो त भन्दाखेरि देशमा विकास गर्नको निम्ति, देशमा परिवर्तन गर्नको निम्ति चाँडोभन्दा चाँडो चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि अब होइन नयाँ नियम, नयाँ कानुन होइन, नयाँ व्यवस्थापन, नयाँ नेता अथवा राजा बनाउने हो कि यो इत्यादि गर्नुपर्छ होइन। एउटा कुलमान जस्तो एउटा देशप्रेमी, विकासप्रेमी, जनताप्रेमी होइन जस्तो मान्छेलाई हटाएको छ। यो सबैभन्दा दुःख लागेको कुरा हो। यसको बारेमा धेरै बोल्न मलाई त्यति ठिक लाग्दैन। तपाईँहरू आफै नै बुझ्नुहोस् होइन। यो ओली सरकार भनेको खत्तम हो। ओली सरकारले बिगार्यो, देशलाई लुट्यो, देश कहाँबाट कहाँ पुर्यायो। यो सबैभन्दा दुःखको कुरा हो गाइज, एकदम दुःख लागेको छ। अब के भनौँ होइन। यस्तै छ अब विदेशको परदेशको ठाउँबाट सबैलाई मिठो माया, मिठो सम्झना भन्न चाहन्छु।